साथीहरु आज बताउने छु पुतलीमा छिराउँदा कसलाई कस्तो सन्तुष्टि मिल्छ र केटीहरुको कुन ठाउँमा छुदा र चुम्बन गर्दा केटीहरु जोसेर पुतलीमा छिराउन दिन्छन्। साथीहरु भिडियो सुरु गर्न भन्दा पहिला हजुरहरु यो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज च्यानललाई सब्स्क्राइब गरेर लाइक गर्नुहोला र कमेन्ट गर्नुहोला तपाईलाई कस्तो फिल लाग्छ पुतलीमा छिराउँदा। नम्बर 1 पुतलीमा छिराउँदा केटीले सन्तुष्टि पाएको कसरी थाहा पाउने? पुतलीमा छिराउँदा पुतलीबाट सेतो पानी आयो भने सन्तुष्टिको संकेत हुन्छ। नम्बर 2 महिलाको कुन अंग छोएपछि सम्भोगको लागि उत्तेजित हुन्छन्? पुतली छुदा। नम्बर 3 केटीहरुको पुतली किन सानो हुन्छ? सम्भोग नगर्नको कारणले। नम्बर 4 केटीहरु बिहेपछि किन धेरै सुन्दर र च्वाक देखिन्छन्? तिनीहरुको पुतलीमा छिराउँदा मुखमा निखार आउँछ, त्यही भएर च्वाक हुन्छन्। नम्बर 5 केटीहरुको कुन ठाउँमा किस खाएपछि पुतलीमा छिराउन दिन्छन्? कानको पछाडी घाँटीको बीचमा किस खाएपछि केटीहरु उत्तेजित हुन्छन् र पुतलीमा छिराउन अलि छिटो दिन्छन्। नम्बर 6 केटीहरुलाई छिटो पटाउन कुन तरिका हुन्छ? केटीहरुको इज्जत गर्नु र तिनीहरुको धेरै प्रशंसा गर्नु। नम्बर 7 कुन केटीहरु यौनमा बढी रुचि राख्छन्? जसलाई सेक्समा बढी रुचि हुन्छ। नम्बर 8 केटीहरु कति मिनेटसम्म पुतलीमा छिराउन दिन्छन्? 20 देखि 40 मिनेटसम्म। नम्बर 9 महिलाले कति जना पुरुषसँग सम्भोग गर्न सक्छिन् एकचोटीमा? 2-3 जनासँग गर्न सक्छिन्। नम्बर 10 कुवारी केटी सम्भोग गराउँदा कति मिनेटमा पानी छोड्छन्? 10 देखि 15 मिनेटमा। साथीहरु यिनै टिप्स फलो गरेर मेरो बॉयफ्रेन्डले मलाई पटाएर झाडी भित्र लगेथ्यो र मेरो पुतलीको सिल तोड्यो। मा बेसरी चिच्याउँदै र रुँदै बसे। बॉयफ्रेन्डलाई आयो मजा जब मेरो पुतलीमा सेतो पानी आयो। साथीहरु यसरी मजा आउँदैन, म सुरुदेखि सुनाउँछु। सानो गाउँको बिहान थियो, ओसले भिजेको घाँस हावा बिस्तारी चलिरहेको। गाउँ माथिको जारी सानो वन, म केटी माया हरियो पात टिप्दै थिए। उताबाट चुपचाप आशिष आइरहेको थियो, हातमा एउटा सानो चुरा लुकाएको। दुवैको नजर मिल्दा हावा पनि रोकिएझै भयो। मायाले डराउँदै भनिन्, यहाँ कोही आए भने के गर्ने? आशिष मुस्कुरायो, त्यो त मसँग हुने साहस हेर्ने बेला हो नि। मायाले ओठ चपाएर हाँसी र हतारमा चुरा समाती। चुरा टाँसिदा सानो छनछन आवाज निस्कियो, जस्तै गाउँभरि माया बजे जस्तो। त्यो क्षणमा दुवैले केही बोलेनन्, बस आँखा बोले। जारीको बोटहरू साक्षी बने कि हामीहरू त्यो झाडीमा 1 घण्टासम्म चिकाबाजी खेलौं। र साथीहरू मेरो पुतलीको आनन्द लिन चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर कमेन्ट गर्नुहोला। म रिप्लाई दिनेछु र भेटेर हामी पनि खेल्न सक्छौं कोठाभित्र चिकबाजी।